हेलो नमस्कार साथीहरू, म चाहिँ यहाँ मेरो कुखुराको चल्ला हेर्न आएको थिएँ। अनि बेला चाहिँ मलाई यो फुलले चाहिँ आँखा खाएको थियो। यो चाहिँ हाम्रो बारीको फुल हो, चम्पाकली भन्छ होला यसलाई चाहिँ। अनि उतानिर पनि फुलिसक्यो। अनि यो चाहिँ कागतीको बोट। यो खोइ न आगो लगाइदिएछ कि के हो, कुनै किक्रिक्क भएर बसेको छ। यहाँ कति धेरै खुर्सानीको बोटहरू छ। यो चाहिँ बर्खा मास भएर चाहिँ धेरै सागसब्जी चाहिँ छैन, बर्खामा त्यति साह्रो हुँदैन। यहाँ चिप्ली भेन्डी चाहिँ अलिकति चिप्ली भेन्डीको बोट थियो, मजाले फलेको थियो। मैले अघि टिपेर भित्र लगेर पनि पकाएर पनि खाइसकेँ। यो खुर्सानीहरू पनि बर्खाले गर्दाखेरि होला यत्रो पिट भएको छ के, तर कति पिरो छ, एकदम पिरो छ। अनि अहिले चाहिँ बर्खा मासमा तरकारी भनेको चाहिँ घिराम्ला हो कि घिराम्लाको झाङ चाहिँ एकदम झाँगिएको छ। मच्छर पनि लाग्छ कि यो अलिक बर्खा भएर होला, मच्छर पनि लागेको छ। यो चाहिँ निमको बोट। अनि हामीसँग कडी पत्ता पनि छ कि। यो कडी पत्तामा चाहिँ सबैको नजर लागेको छ है। हेर्नु जम्मा इत्रु छ है, एक बित्ताको पनि भएको छैन। तर एउटा बोट लान्छु, एउटा बोट लान्छु भन्छ क्या। यहाँ चाहिँ कतिवटा छ, यहाँ एउटा दुईवटा तिनवटा बोट छ, यहाँ एउटा छ। खुर्सानी चाहिँ यो चाहिँ त्यति राम्रो भएको छैन, यस्तो उस भइसक्यो, झुम्रुङ्ग भइसक्यो। काट्नुपर्छ होला, कटिङ गर्नुपर्छ। अनि यहाँ चाहिँ यो के फुलहरू हो, यो चाहिँ ट्रेलिङ प्लान्ट होला, तर यसरी रोपिदिएको भएर यो चाहिँ यसरी भुइँमा लत्रेछ क्या। कति मिठो रेड कलरको, हेर्नु न। घिराम्लाको बोट, यहाँ एउटा घिराम्ला फलेको छ होइन यहाँ। अनि यहाँनिर फलेको छ, एउटा दुईवटा भयो। धेरै फल्यो, हामीले धेरै खायो घिराम्ला चाहिँ। अनि कता गयो, अघि यहाँनिर झुन्डेको थियो एउटा, यहीँ अघि मैले यो डोरी लगाइदिएको के, साह्रै लत्रेर डोरी लगाइदिएको। यो चाहिँ हाम्रो कुखुराको खोर छ कि, यहाँ सानो छ, बेबी छ। यो चाहिँ हिजो लिएर आएको बेबी। यिनीहरू चाहिँ बेला बेलामा यसको दाना पानी चेक गरिरहनुपर्छ, किनकि यिनीहरूलाई त धेरै दाना दिनुपर्छ कि। यिनीहरू हुर्किने क्रममा छ नि त। 20वटा छ, 20वटा कालो सेतो मिसेको छ। एउटा दुईवटा त खैरो पनि रहेछ, तिनवटा रहेछ खैरो। अब प्रायः त भाले भनेर ल्याएको रहेछ, जम्मा 2-3वटा पोथी छ भनेर भनेको छ अरे। तर अब पछि ठुलो भएपछि के कस्तो निक्लिन्छ है। यो चाहिँ मेरो आज यिनीहरू चाहिँ मेरो सेकेन्ड डे हो कि यो चिकनहरू चाहिँ। म चाहिँ अलिकति लामो बस्ने भएको भएर यो पालि चाहिँ यहाँ चाहिँ नेपालमा चाहिँ लामो बस्ने भएर चिकन पालेको कि, किन यत्तिकै बस्ने भनेर चिकन पालेको। चितवन त एकदम गर्मी छ, एकदम गर्मी छ, गर्मी पनि। हेर्नु सबै फुलहरू त पानी हाल्नु जस्तो हुन्छ कि। मच्छर पनि त्यस्तै फेरि बेला मौकामा। यो चाहिँ काना लिली हो, कति राम्रो फुलेको छ, सरकारी धारा भइहाल्यो। हेर्नु काना लिली कस्तो फुलेको छ, कति मजाले है। त्यो चाहिँ हाम्रो नेबरको घर हो। अनि यहाँ चाहिँ यो चाहिँ जास्मिन फ्लावर, कस्तो बासना आउँछ, कति मिठो बासना आउँछ। जास्मिन हो, हेर्नु है। तर कति फुल्छ फुल्न त, तर बिहान उठेर पूजा गरिदिनु, टिपेर पूजा गरिदिनु भएको भएर फुल चाहिँ रहँदैन। म त त्यसैको लागि रोपेको हो फुल त। नेपालमा चाहिँ प्रायः सजावटको लागि भन्दा पनि पूजापाठको लागि बेसी रोप्ने गर्छ है। यो दुईवटा केटीहरू होइन, यो दुईवटा केटीहरूले चाहिँ हाम्रो दाइलाई एकदम मिस गरेछ क्या। हाम्रो दाइ चाहिँ हामीसँगै आएको, तर मेरो दाइ चाहिँ फर्किनु भयो, युके फर्किनु भयो। म चाहिँ अलि लामो बस्छु। हेर्नु न यिनीहरू चाहिँ एकदम मिस गरेछ कि यिनीहरूले चाहिँ हाम्रो दाइलाई। यो चाहिँ पोर्चुलका हो। यो चाहिँ मैले अस्ति नै मेरो भदैनीको घरबाट लिएर आएको, फुल्ने क्रममा छ। यिनीहरू गुर्देलीहरू हो। यिनीहरू चाहिँ बदमास पनि गर्छ कि, बेला मौकामा एकदम बदमास पनि गर्छ। यसरी माटो सबै खनेर, हेर्नु न, माटो सब खनेर यहाँ त यहाँको त जरबेरा त सबै खत्तम पार्दैछ। यता पनि हेर्नु, यता पनि यसरी खनिदिन्छ कि। एकदम बदमास पनि छ। यो फुलको नाम चाहिँ मलाई थाहा भएन, तर आजकल चाहिँ थुप्रै भेराइटिजहरूको निक्लिँदो रहेछ। र हामीसँग यो लोकलवाला मात्रै छ। यिनीहरू सबै, यिनीहरू चाहिँ अब कस्तो चिलाएको मच्छरले टोकेर यिनीहरू चाहिँ कति राम्रो फुलेको फुल्छ, पछि फुल्छ, राम्रोसँग फुल्छ। कलाङ्चो हो यिनीहरूको नाम चाहिँ, भन्ने नामै भुलेको। अनि यो प्लान्ट चाहिँ 25-26 वर्ष भयो यो प्लान्ट चाहिँ। अनि यहाँ पनि छ कि
यिनीहरू सबै लोकलवाला हो। यो चाहिँ हिबिस्कस, यो पनि हिबिस्कस हो। अस्ति मैले कटिङ गरिदिएको आएर होइन कति राम्रो फुलेको छ क्या, मल पनि हालिदिएको। तर यो अलिकति फ्लप्पी तरिकाले गर्छ क्या बोट चाहिँ, अब भनौँ न यस्तो मसिनो भयो कि डालो, तर कति राम्रो फुलेको छ है। यिनीहरू चाहिँ ओहो यहाँ त चिप्ले किरा पनि हेर्नु न, छ्या चिप्ले किरा। यो पनि जरबेरा हो, यो चाहिँ अलिक पहेँलो कलर, पहेँलो पनि होइन, यो क्रिम कलरको रहेछ। यो चाहिँ मुन्तला, अलिक मसिनो फलेको छ कि यो चाहिँ, तर एकदम फल चाहिँ एकदम लागेको छ। यो चाहिँ होया, यो चाहिँ हाम्रो रोजी र डेजी अघि नै भनिसकेँ। यसले चाहिँ हाम्रो दाल एकदम मिस गरेछ भने यो दुइटाले। यिनीहरू चाहिँ एकदम बुढी भयो है, यिनीहरू चाहिँ अलमोस्ट 14 इयर्स हुन लागिसक्यो। त्यही भएर यिनीहरू चाहिँ पार्सली ब्लाइन्ड पनि छ, डेफ पनि छ है। केटी हो तिमीहरू चकचक गरेको हो, तिमीहरू यस्तो बदमास काम गरेको त्यहाँ माटो खनेर, बिचरा। आजलाई चाहिँ यति नै होला मेरो भिडियो। थ्याङ्क यू।